यतिखेर हामी मेलम्चीबाट यो भोताङतर्फ जाने बसबाट यात्रा गरिरहेका छौँ र यो ठ्याक्कै मेलम्ची बजारको पारिपट्टि हो। यो पुरै पहिरोहरू एकदमै आएको छ। यो करोडौँ रुपियाँ बजेटबाट यो कुनामा केही प्रोटेक्सनको कामहरू पनि भएको थियो, तर यो धान्न सकिरहेको छैन। अब यो कुन तरिकाले कामहरू गरिएको हो र यो वर्ष चाहिँ लगभग यो ग्राभेल भइसक्ने भनेर हामीले जानकारी पाइरहेका थियौँ। के कारणले हो, अब यो महँगी विभिन्न कारणले गर्दाखेरि यो अलिक व्यवस्थित रूपमा कामहरू नभएको भन्ने जानकारी पनि छ र अब 2-3 वर्षमा चाहिँ यो बाटो पिच हुने भनेर बजेटहरू पनि एकदमै परि नै रहेको छ र म पछिल्लो समय के कस्तो रहेछ भनेर यो यात्रा गर्दाखेरि मैले तपाईँहरूलाई जानकारीको लागि यो भिडियो बनाइरहेको छु। एकदमै यो ठाउँमा चाहिँ प्रत्येक वर्ष एकदमै चिन्तै लाग्ने, अब यो प्रत्येक वर्ष कति भनिरहने एउटै कुरा, त्यस्तो कन्डिसनमा छ बाटो। अब यहाँ यो ग्राभेलहरू हाल्न सक्ने कन्डिसन नभएको हो कि के हो, अब यो हालेर पनि कसले हाल्ने भन्ने चिन्ता परेको हो कि यस्तो कन्डिसन छ। यो मैले खालि सचेतनाको लागि त्यो भिडियो बनाएको हो, मेरो भन्नु केही छैन। यो सम्बन्धित निकायले यस विषयमा सोध्छ होला, तर यो मैले भिडियो हालेर मात्र यो बाटो बन्छ भन्ने होइन, उहाँहरूलाई जानकारी नभएको पनि होइन, सबैजनालाई यो जानकारी नै होला। यस्तो छ यो बाटो। अब काहीँ चाहिँ फेरि यो ग्राभेलहरू हालेर बनाएको पनि छ, सबै ठाउँमा बिजोकै छ भन्न चाहिँ सकिँदैन, तर यो ग्राभेल हाल्दा पनि यो नधानेको। अब यहाँको माटै यस्तो हो कि यो कसरी गरिएको हो, यस्तो देखिन्छ कन्डिसन।